नाम चाहिँ अमित थापा। मैले चाहिँ वेब डेभलपमेन्ट प्रोजेक्टमा चाहिँ भेट केयर बनाएको थिएँ, जसमा चाहिँ हामीले भेट केयर पेटहरूको मेडिकल हिस्ट्री र भ्याक्सिनको रेकर्ड राख्न सक्छौँ। एज वी क्यान अल्सो सप फ्रम दिस साइट, केही कुरा पनि किन्न सकिन्छ हामीले यहाँबाट। सो पहिला चाहिँ म लगइन गर्छु एज अ एडमिन चाहिँ मेरो यहाँ चाहिँ एडमिन खोल्यो। प्रोफाइलमा चाहिँ प्रोफाइलको डिटेल आउँछ, भनेपछि जान्छ गरौँ। एडमिन ड्यासबोर्ड भइहाल्यो। त्यसपछि म यता लगइन गर्छु, रजिस्टर गरौँ। गरेँ, पासवर्ड चाहिँ मैले यसरी पासवर्ड नि हेरेर मैले चाहिँ रजिस्टर गर्दा पासवर्ड चाहिँ 6 क्यारेक्टर हुनुपर्छ, त्यसैले 6 सेट गरेँ। फेरि रजिस्टर गर्न ट्राई गर्छु। रजिस्टर गरेर हामी ड्यासबोर्डमा गयौँ। यहाँ चाहिँ हेलो विराज थापा भनेर आयो। त्यसपछि भइहाल्यो यो ड्यासबोर्ड। यहाँ माई पेट्स भन्ने छ, यसमा चाहिँ हामीले पेटहरू एड गर्न सक्छौँ। त्यसपछि एपोइन्टमेन्ट यहाँबाट हामीले बुक गर्ने, यो सब भइहाल्यो। यसरी सब बुक गर्ने। अब फुड, टोइज, एसेसरिज, हेल्थ केयर चाहिँ भइहाल्यो। अब हामीले यहाँ एड गऱ्यौँ भने चाहिँ एड टु कार्टमा जाने भयो। अहिले हामीले यसलाई डिलिट पनि गर्न सकौँ, त्यसपछि इम्टी हुन्छ। सो लेट्स फर्स्ट एड गरौँ एउटा पेट। एक्जाम्पल टमी दिएँ मैले। दिस इज डग। यो डगमा हाइब्रिड ब्रिड पनि अब यसमा टु ब्रिड चाहिँ एड भयो मेरो यहाँ स्पेस डग भनेर। टमी नाम भइहाल्यो, ब्रिड डग भयो, एज 2 इयर्स भनेर आयो। अब यसलाई एडिट पनि गर्न सक्छौँ हामीले। डक्स गरौँ, डक्स टेस्टिङ यसरी चाहिँ अपडेट भयो हुन्छ। अब हामीले यसलाई डिलिट पनि गर्न सक्छौँ। डिलिट गरौँ, फेरि एड गरेर हेर्छौँ। एड भयो फेरि। अब एपोइन्टमेन्ट गरौँ, हामी बुक गरौँ। सिलेक्ट पेट अघि हामीले एड गरेको चाहिँ यहाँ आउँछ। अब टमीलाई गरौँ। टमीको लागि अब भेटनेरी डक्टर यहाँ। यो डक्टर चाहिँ उता एडमिनबाट हामीले जति नै राख्न सकिन्छ। यो चाहिँ म 2टा राखेको थिएँ अघि एडमिनमा, अहिले यो पनि राखेर देखाउँछु म। यो थापा गरौँ, डेट गरौँ, भोलिको लागि गरौँ। 226 भयो। डिस्क्रिप्सन पनि दिन सक्यो हामीले के भयो भनेर चाहिँ। यसरी चाहिँ बुक भनेर आउँछ। यसरी हामीले यसलाई एडिट पनि गर्न सकिन्छ, पेन्डिङ भयो भने चाहिँ क्यान्सल पनि गर्न सकिन्छ। अब एपोइन्टमेन्ट बुक भयो त्यो गरौँ। अब नि एड गरेर हेरौँ। क्लथेज एउटा गरौँ, सोप एउटा गरौँ। एड भयो, यसलाई चेकआउट गरौँ। 1000 भयो। अब लेट्स गो टु द एडमिन सेक्सन। एडमिन रिफ्रेस गरौँ। त्यसपछि एपोइन्टमेन्ट आउँछ, यहाँ टमी विराज थापा भनेर आउँछ। यसलाई यहाँ सेभ गरौँ। यहाँ सेभ गऱ्यौँ। एपोइन्टमेन्टमा एप्रुभ भइसक्यो। त्यसपछि हामी यहाँ गएर एउटा रिपोर्ट पनि गर्न सक्छौँ। के भयो भन्दाखेरि फुड पोइजनिङ सेभ रिपोर्ट गरौँ।
12 गरेपछि त रेकर्ड हुन्छ भ्याक्सिन रेकर्ड देखेँ कि देखेन ल मैले त्यति बेला भ्याक्सिन दिन पऱ्यो थियो भ्याक्सिन दिएँ रेकर्ड सेभ हुन्छ पेरिस गरौँ यो नि भयो अब लेट्स चेक फ्रम हियर अन द युजर साइड लेट्स रिफ्रेस गरेँ अब हाम्रो चाहिँ यहाँ चाहिँ भेटनेरी रिपोर्ट नि आइसक्यो यहाँ गएर चाहिँ हामी हिस्ट्री हेर्न सकिन्छ माइपेडमा गएर हेडोगी भमिट रेमेड फुड पोइजनिङ भयो अनि भ्याक्सिन यतिमा भ्याक्सिन दिएको यो भइहाल्यो अर्डर गरेको नि अहिले पेन्डिङ छ अर्डरमा गयो पेन्डिङ छ हामीले चाहिँ प्रोसेसिङ गरौँ पहिला यहाँ प्रोसेसिङ भयो कम्प्लिट गर्दै कम्प्लिट हुन्छ यसरी चाहिँ हामीले अर्डर गर्न सक्छौँ कम्प्लिट भएपछि यो विराज सबै प्रोफाइल आउने भइहाल्यो प्रोफाइल सेक्सन भयो अब एपोइन्टमेन्ट अघि देखाइहालेँ मैले पेट्स ड्यासबोर्ड होम कम्प्लिटेड भयो जस्तै अघि भने मैले टमी गरेँ यसलाई फेरि थापा गरौँ डेट यसलाई त मैले पनि अलि एडिट गर्नुहुन्छ पेट भनेर यसलाई एडिट टाइमहरू एडिट गर्नुहुन्छ 6 गरेँ यो 7 भयो थियो मार्च 7 भयो अब पेन्डिङ भइदिन्छ चाहिँ हामीलाई क्यान्सल पनि गर्न सक्छ इन केस या प्रब्लम अब जान परेन भने क्यान्सल भयो यसलाई यहाँबाट हटाउन सकिन्छ सो पनि भइहाल्यो ड्यासबोर्ड यो फुटर सेक्सन जान्छौँ लेट्स चेक भ्यालिडेसन चेक गरौँ गरौँ यो चाहिँ इनभ्यालिड भनेर आउँछ रजिस्टर गरौँ गरौँ कम गरौँ 6 क्यारेक्टर हुनुपर्छ यसलाई 6 गरौँ अब चाहिँ यहाँ चाहिँ हिरो राख्दैन हिरो राख्दै अब यसको लागि हिरो इनभ्यालिड भनेपछि हामी हिरोको फर्मेटमा @q23 गरौँ यसरी भ्यू पनि आयो फेरि यसमा माइपेट यसरी एड गरेँ एपोइन्टमेन्ट सब अर्डर भयो अब हामी यता एडमिन सेक्सनमा जान्छौँ एडमिन ड्यासबोर्ड हामीले चाहिँ यहाँ युजरहरू नि हेर्न मिल्छ है यसरी को युजर छ एडमिन एडमिनहरू त भेट के अरे एडमिन भयो हामीले यहाँबाट नि युजरहरू चाहिँ डिलिटहरू एडिटहरू गर्न सक्ने फिचर पनि एड गरेका छौँ यहाँ कति टोटल 5 वटा युजर रिभ्यू कतिवटा प्रोडक्टहरू सबै यहाँ जोडिन्छ प्रोडक्टहरू देखाउँछ अर्डर देखाउँछ एपोइन्टमेन्ट अब डक्टर अब म यहाँ डक्टर एड गरेर देखाउँछु नेम थापा भयो स्पेसलाइजेसन भेट एक्सपिरियन्स गरौँ यसरी गरेर चाहिँ अब यहाँ डक्टर नै सेभ हुन्छ यहाँ हामीले प्रोडक्टहरू नि यसरी नै एड गर्ने हो क्याटेगोरी गरौँ हेल्थ केयर गरौँ सेम्पू प्राइस 200 स्टक 12 यसरी सेभ गरेर यता प्रोडक्ट नि प्रोडक्ट एडेड सक्सेसफुली भन्छ क्लथेस गरौँ सर्च गर्नु मिल्छ फुड
necessary healthcare twice रहेछ बरु गयो फोटो गऱ्यो फोटोमा फोटो आउँछ टुइज गऱ्यो टुइजहरू एड गरेर आउँछ क्याटेगोरी हेल्थ एड भइहाल्यो अर्डर नै अब हामीले सबै यहाँबाट गराउनु कम्प्लिट पेन्डिङ के गयो क्या कम्प्लिट गरिदिनु युजर भइहाल्यो होम भयो ड्यासबोर्ड भइहाल्यो appointment license order ओभरअल मेरो चाहिँ प्रोजेक्ट त्यसमा चाहिँ पेट ओनरले चाहिँ आफ्नो पेटको मेडिकल हिस्ट्री र भ्याक्सिनको रेकर्ड राख्न सक्छ जस्तै एडमिनले प्रोडक्टहरू एड गर्न मिल्छ एडिट गर्न मिल्छ डिलिट गर्न मिल्छ अपडेट गर्न मिल्छ थ्याङ्क यू